जाडो मौसम आएसँगै अब हामीलाई देख्ने स्वास्थ्य समस्या भनेको रुगाखोकी अर्थात् भाइरल फ्लू र आज म यसैबारे छोटो कुराकानी गर्दैछु। नमस्कार, म तपाईहरुको फिजिशियन डाक्टर विवेक प्रभात शाह। भाइरल फ्लूको लक्षणहरू घाँटी दुख्ने, घाँटी खसखसाउने, नाकबाट सिगान बग्ने, आँखा चिलाउने, आँखामा कचेरा जम्न सक्छ, साथै धेरै आँच्यो आउने र कहिलेकाहीँ ज्वरो पनि आउन सक्छ। यो रोग लागेपछि अधिकांश समयमा आफै निको भएर जान्छ र 5 देखि 10 दिनको समय लाग्न सक्छ। यस्तो बेला हामीले आराम गर्नुपर्ने हुन्छ र यदि हामीलाई एकदमै अप्ठ्यारो बनाइराछ भने यतिखेर हामीले अनकाउन्टर नै दबाई पनि लिन मिल्छ, जस्तै कि सिटामोल, राइनेक्स, साइनेक्स, डिकोल्ड, फेक्सोफेनाडिन, सेट्रिजिन, लेभोसिट्रिजिन साथै नेजल स्प्रेको पनि प्रयोग गर्न सक्छौं। तर हामीले यति बेला के गल्ती गर्छौं भन्दा हतारमा गएर एन्टिबायोटिक्सको सेवन गर्छौं र विशेष गरेर एजिथ्रोमाइसिन र एमोक्सिसिलिन, जुन चाहिँ एकदमै गर्नु हुँदैन। र हाम्रो विश्वास के छ भन्दा भाइरल फ्लू लागे पनि या जुनसुकै रोग लागे पनि यो दबाई नखाइकन त हामीलाई निको नै हुँदैन। वास्तवमा यो रोग आफै निको भएर जाने हो, एजिथ्रोमाइसिन खाएर निको हुने होइन। एजिथ्रोमाइसिन खाएपछि त यसले जटिलता बढाउन सक्छ र हाम्रो शरीरलाई हानि पनि पुर्याउन सक्छ। पछि अरू कुनै रोग लाग्दाखेरि जहाँ एजिथ्रोमाइसिन चाहिन्छ या एमोक्सिसिलिन चाहिन्छ ती दबाईले काम नगर्न सक्छ। तर अब हामीले यदि भाइरल फ्लू लागे पनि ज्वरो एकदम धेरै आइराखेको छ, आफूलाई एकदम अप्ठ्यारो भइराखेछ र विशेष गरेर बालबालिकालाई यस्तो हुँदा अभिभावकहरू त आत्तिने गर्नुहुन्छ। यस्तो बेला आत्तेर हुँदैन। यदि धेरै डर नै लागेको छ भने आफ्नो नजिकको डाक्टरको परामर्श लिने र ढुक्क भएर बस्ने, नाकि जथाभावी दबाई खाएर हुँदैन। हस्त आजलाई यति नै। धन्यवाद।